यो यसको बारेमा केही भनिदिनुहोस् न दाजु। यो बारेमा मैले सुनेको नि यस्तै यस्तै यो जबरजस्ती नछिर्नु भने धर्म ढोका ढुङ्गा हो, छिर्ने भाग्य माने छिर्ने, अभागी छिर्न नसक्ने भन्ने दुलो हो यो। हजुर गानुको लागि सुन खाने फेरि 3 वर्ष कि कति उहिले अनुगमन गरेर त्यहाँ घेरा लाएर बसेर सुकी दिलेर त्यो सुन निकाल्न खोज्दाखेरि अनि खन्ने बित्तिकै 2 जना मान्छे पुग्नु पुग्नु र छाडा मऱ्यो। अनि त्यो खतरा भनेर रातो झन्डा गाडेर राखेको थियो, खतरा झन्डा भनेर। अनि अहिले त्यहाँ ठुलो घन्टी झुन्डा छ, 1 कुइन्टलभन्दा ठुलो घन्टी झुन्डाएर त्यसलाई मन्दिर बनाइदिएको कि। यहाँ दाजु यसको बारेमा धेरै जानकार हुनुहुन्छ, उहाँबाट एकछिन सुनौँ। यो यसको बारेमा केही भनिदिनुहोस् न दाजु। यो बारेमा मैले सुनेको नि यस्तै यस्तै यो जबरजस्ती नछिर्नु भने धर्म ढोका ढुङ्गा हो, छिर्ने भाग्य माने छिर्ने, अभागी छिर्न नसक्ने भन्ने दुलो हो यो। हजुर अनि यसलाई चाहिँ जबरजस्ती गरेर चाहिँ नछिर्नु, अड्केमा जिम्मेवारी कोही छैन भनेको छ त्यसमा। अब आँटिलो मान्छे र भाग्यमानी मान्छे जत्रो मान्छे नि छिर्न सकिन्छ भन्ने बुढापाकाको भनाइअनुसार। यहाँ छिर्यो भने चाहिँ के हुनु? धर्म ढोका भने भाग्यमानी मान्छे छिर्ने, अभागीलाई अड्किने। ए चेक जाँच गर्ने ठाउँ हजुर। भाग्यमानी र धर्म छिरेर पार्टी छुट्याउने ठाउँ धर्म ढोका। पहिला हात र टाउको सिधै यो सबै धेरै धेरै वर्ष पुरानो भन्ने कुरा जानकारीमा आएको छ।